विरहनी दमयंती कथा को उद्देश्य अथवा संदेश व मूल भाव। विरहनी दमयंती पौराणिक कथा हो। पौराणिक कथामा पाइने घटना र चरित्रको सामाजिक विषयसँग त्यति नजिकको सम्बन्ध राख्दैन। कुनै सामाजिक उद्देश्य छैन भन्दैमा कथाको कुनै उद्देश्य नै हुँदैन भन्ने चाहिँ होइन। कथाकारले बिना उद्देश्य वा पाठकलाई कुनै न कुनै कुरा दिनु छैन भने कथा नै किन लेख्छ र? तर उद्देश्य चाहिँ फरक हुन सक्छ। यस कथामा जुन घटना वर्णन गरिएको छ त्यो पौराणिक कथाको र यस कथामा पात्रहरू हाम्रो अहिलेको समाज र समयभन्दा बाहिरको भए पनि यसले मानवीय संवेदनालाई छोएकै छ। निषाद राज नल मध्यरातमा दमयन्तीलाई छोडेर अज्ञात ठाउँतिर हिँडेपछि उनको खोजीमा दमयन्तीले जुन सङ्घर्ष गरेकी छन् त्यो सङ्घर्षले पाठक मनलाई पक्कै पनि भावुक बनाउँछन्। यहाँ निषाद राज उनलाई छोडेर कहाँ गए र किन गए भन्ने प्रश्नको उत्तर छैन, तर जहाँ गए पनि उनीसँगको वियोगले दमयन्तीको जुन दशा भएको छ त्यसले उनीप्रति पाठक हृदयमा गहिरो महानुभूति जगाउँछ। नललाई भेटाउन र उनीसँगको पूर्ण मिलनको आशामा दमयन्तीले जुन त्याग र सङ्घर्ष गरेकी छन् र यसमार्फत एउटी नारीभित्रको सहनशीलता, पतिप्रेम, धीरता, त्याग र समर्पणको बोध गराउनु नै यस कथाको उद्देश्य देखिन्छ। अर्को प्याराग्राफ। विरहनी दमयन्ती कथामा प्रयुक्त भाषा शैली। पौराणिक कथा भए पनि कथाकारले सरल ढङ्गले यसको स्वाद पाठक समक्ष पस्केका छन्। पुराण प्रसिद्ध पात्र र परिवेशको नाम जस्ताको तस्तै राखिएकाले ठाउँ-ठाउँमा तत्सम शब्दको अर्थबोध गर्न पाठकलाई केही कसरत भने गर्नुपर्ने देखिन्छ। कथा सरल तरिकाले अगाडि बढेको छ। पढ्दै जाँदा अब के होला भन्ने जिज्ञासाले पाठकलाई तानिरहन्छ। शैली मिठासपूर्ण छ तर ठाउँ-ठाउँमा तत्सम शब्दको प्रयोगले केही बेर पाठकलाई अडिएर सोच्न र खोज्न बाध्य बनाउँछ। पौराणिक कथामा तत्सम शब्दको केही प्रयोग स्वाभाविक पनि हो। पात्र र परिवेशको नाम जस्ताको त्यस्तै राख्नै पर्छ। निष्कर्षमा पौराणिक विषयवस्तुलाई यति सरल र सुबोध भाषा शैलीमा उनेर कथाको रूप दिन सक्नु कथाकारको ठूलो सफलता हो भन्न सकिन्छ। अर्को प्याराग्राफ। विरहनी दमयन्ती कथाको शीर्षक औचित्य। यस कथाकी मुख्य पात्र दमयन्ती हुन्। कथाको सुरुदेखि अन्तसम्म उनकै भूमिका मुख्य रहेको छ। बीच-बीचमा अरू पात्रहरूको उपस्थिति छ तर सबै पात्रहरू दमयन्तीकै भूमिकालाई सहयोग गर्न आमन्त्रित गरिएका छन्। दमयन्तीको अगाडि जुन वीरहीन भन्ने विशेषण छ यसको अर्थ प्रेमीबाट बिछोड भएकी नायिका भन्ने बुझिन्छ। कथाको सुरुदेखि अन्त्यसम्म उनी निषाद राज नलसँगको पूर्ण मिलनको आशामा विक्षिप्त भएर भौँतारिरहेकी छन्। कहिले आफ्नो रूपलाई विरूप पारेर त कहिले बौलाही जस्तै बनेर नलको खोजीमा अविराम हिँडिरहेकी दमयन्तीको अवस्था साँच्चीकै
हृदय विदारक छ। उनी आफ्नो पति र प्रेमीबाट बिछोडिएकी एक अबला नारीपात्रको रूपमा चित्रित छन्। कथाभरि नै उनको अवस्था यस्तै छ र सिङ्गो कथाकी उनी एक केन्द्रीय पात्र भएकाले बिरहनी दमयन्ती कथाको शीर्षक औचित्यपूर्ण देखिन्छन्। तपाईलाई यो बिरहनी दमयन्तीको कथाको मूल भाव कस्तो लाग्यो भने कमेन्ट बक्समा भन्नुहोला। थ्याङ्क यू फर वाचिङ।